This is Zangpo and Namaste everyone. तपाईहरुलाई स्वागत छ राइट मेमोरिज मेरो YouTube च्यानलमा। र आज चाहिँ म हैन त्यो मेरो बाइकको सेकेन्ड सर्भिसमा जाँदैछु र हाम्रो भुटानमा चाहिँ है यो 500 मा फर्स्ट सर्भिस हुन्छ र सेकेन्ड 1000 मा सेकेन्ड सर्भिस हुन्छ है। र तपाईहरुको जग्गामा चाहिँ अब कतिमा सर्भिस हुन्छ कमेन्ट गर्नुहोस् होला है। र आज चाहिँ ठिकै मेरो 1015 किलोमिटर भएछ हैन र म सेकेन्ड सर्भिसमा जाँदैछु है। र तपाईहरुले जब यो भिडियो हेर्दाखेरि सायद हामी उता सिक्किममा योक्सुम पाङलाब्सो राइडमा मिट पाङलाब्सो राइडर्स मिटमा पुगेको हुन्छ होला है। ल सबैजना राइड सेफ है। जति पनि पाङलाब्सो जानु हुँदैछ सबैजनालाई राइड सेफ अहिले नै भनिदिन्छु है। र आज मौसम चाहिँ पुरा एकदम धुमेको छ है। 3-4 दिन भएको थियो क्या अब त्यो घाम लागेको र आज चाहिँ अलिक धुम्म भएछ। नभए यो 2-3 दिन चाहिँ ओभरै घाम लागिरहेको थियो क्या। चर्को घाम पानी पनि परेको थिएन एकदम गरम भइरहेको थियो क्या। अहिले चाहिँ म ठिकै यता साबा काटेर इसुन आइपुग्न आँट्यो है। र यहाँबाट चाहिँ थिम्पू लगभग अब यस्तै 40 मिनट जस्तो लाग्छ होला। ओके तपाईहरुलाई चाहिँ आज हैन स्ट्रेट फ्रम माई मोटर ब्लग सेटअप र म चाहिँ यहाँ ठिकै अहिले यहाँ ताम्सुलाखाङमा आइपुग्यो है। र यहाँबाट चाहिँ अब सानो एउटा बिन्ती बिसाएर चाहिँ म अगाडि बढ्ने छु है। I didn't just want a machine to ride. I wanted something that could help me explore the beautiful landscape and create a lot of beautiful memories, you know, and which would last a lifetime and always, and also a symbol of freedom, adventure, and beginning of countless and unforgettable journeys, you know. ल अब चाहिँ एउटा सानो सर्ट ब्रेक है। त्यसपछि फेरि आफ्नो गन्तव्यतिर लाग्ने छु। सानो एउटा सर्ट ब्रेक लिनु पर्यो एउटा। हाम्रो यहाँको सानो सर्ट ब्रेक चाहिँ यो टेक अवे क्याफेटेरियामा हुन्छ है। ल एउटा सानो ब्रेक पछि चाहिँ हामी फर्केर आफ्नो गन्तव्यतिर लागेको छु है। र आज चाहिँ पर सर्भिस सेन्टरमा मेरो साथी पनि आउँदैछ है। र उसको बाइक पनि चेकअप गरेर आउने अरे। र हामी सर्भिसिङ गरिसकेपछि हामी एउटा सानो राइड पनि जानेछु। र अब त्यो कहाँ जाने भनेर अहिले फिक्स भएको छैन। र अहिले माथि पुगेपछि थाहा हुन्छ। मौसम चाहिँ आज यसो धुम्मै भयो, घाम चाहिँ लागेन।
तर पनि अब गरम चाहिँ फिल भइरहेको छ राइड गर्दाखेरि चाहिँ गरम हुँदैन यतिको बस्दाखेरि चाहिँ अलिक गरम हुँदैछ है मेरो अलिकति यो क्लच पनि अलिकति उयो भएको छ अलिकति लुज भएको छ कि क्लच पनि एडजस्ट गर्नुपर्ने छ र अलिकति यसको सस्पेन्सन पनि एडजस्ट गर्नुपर्ने छ र यो हामी चाहिँ त ठिकै अहिले यता खस्टाप चाहिँ आइपुग्यो र यहाँबाट चाहिँ अब हामी बेसी छैन 20 मिनट जस्तो राइडमा थिम्पू पुग्छ है हामी मकैको सिजनमा अहिले जता पाए त्यतै मकै पोलेर बेच्दैछ है मान्छेहरूले र जता पनि तपाईँहरूले देख्न सक्नुहुन्छ मकै पोलेर बेचेको यता पनि हेर्नुहोस् यहाँ पनि मकै 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 छ है र रामतोक आइपुग्यो हामी चाहिँ अब तर परपट्टि भ्यू चाहिँ दामी छ है आजकल गाई गोरुहरू चाहिँ बाटोमा चाहिँ कति छोडेको गाई गोरुको मालिकले र फाइनली अब चाहिँ थिम्पू आइपुग्यो यस्तो हो है यहाँबाट चाहिँ बेसी टाढो छैन 2 मिनटमा हामी सर्भिस सेन्टर पुग्छु है ल अब चाहिँ सोरुममा पनि आइपुग्यो यही हो है इन्फिल्डको सोरुम चाहिँ हाम्रो थिम्पूको लेक्सोल भनेर हेरिहाल्नुहोस् यही हो र यहाँ चाहिँ अब मेरो बाइक सर्भिस गर्छ हाम्रो नयाँ स्टिकर पनि यो चाहिँ मेरो पहिलाको स्टिकर हो है यो चाहिँ मेरो नयाँ स्टिकर हो यहाँ टालिदिएको छु हाम्रो बाइकको सेटिङ पनि टालिदिएको छु हेरिहाल्नुहोस् है हाम्रो इन्फिल्डको सोरुममा चाहिँ र भाइ चाहिँ अलिक बिजी रहेछ र यसको पछि चाहिँ मेरो सर्भिस हुन्छ हाम्रो क्लबको स्टिकर पनि टालेको छ यता हेरिहाल्नुहोस् र यही हो भुटानको रोयल इन्फिल्ड सोरुम चाहिँ र ओके हेर्दै गर्नुहोस् तपाईँहरूलाई होइन वाचिङ एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब वेलकम मोक्थन खेली अन द हाउस है सात पाटको बाइक चाहिँ छ है फेरि पुरा पनि सर्भिस गरेर आज नयाँ सुटमा त खतरा देख्दैछ त अन्त कस्तो फिल हुँदैछ ए साला ल ल ल बधाई छ नयाँ ड्रेसको लागि आमा खतरा खतरा नयाँ प्यान्ट बुट स्पेसली यता देखाइदियो न हौ दाइ फेरि यता तकमा पाएको छ है दुईवटा फेरि है सर ओके अहिले मेरो बाइक चाहिँ सर्भिसिङहरू सबै भइसक्यो है चेन क्लिनिङदेखि लिएर लिपदेखि लिएर सबै भयो स्ट्रिङ मेरो थोरै बाङ्गेको थियो है त्यो पनि अलिक सिधा गरिदियो त्यो मजाले भाइले गरिदिइहाल्यो र यिनीहरूको अप्सन हुँदो रहेछ नि सिधा गर्नेको अन्त सिधा गरिदिइहाल्यो र सबै कुरो क्लजहरू पनि एडजस्ट गर्दा सबै गऱ्यो र यहाँ मेरो साथीको पनि बाइक यहाँ सर्भिस गर्दैछ है उसको चेन क्लिन ल्युबहरू सबै गर्दैछ उसको र अहिले धुनु चाहिँ अहिले भरे धुने अरे र बिचरा हाम्रो भाइको यहाँ लन्च टाइम भइसक्यो तर पनि गरिदिइरहेको छ है वी आर भेरी थ्याङ्कफुल टु भाइ है सो बिचरा मजाले गरिदिँदैछ हेर्नु नि यता सर्भिसिङ है ल ओके ल अब यहाँ यो सकेर चाहिँ अब हामी यहाँबाट है माथि इमिसनमा जाने र इमिसनमा गइसकेर चाहिँ लन्च टाइममा साथीको रेस्टुरेन्ट भनेको छु त्यहाँ लन्च खाएर आएर चाहिँ हामी राइटमा जाने र हाम्रो यो बुद्धिस्ट गभर्मेन्ट भाइ पनि छ उसको चाहिँ अहिले अफिस छ त अहिले भएर अफिस ओभर भएर उसलाई पनि भेटेर हामीसँग यसो टाइम स्पेन्ड गर्नेछु है ल फुटबलसम्म किप वाचिङ एन्ड त्यही हो मेरो चाहिँ डोन्ट फर्गेट टु सब्सक्राइब
ओके फाइनली यहाँबाट हामी होइन बाइक सर्भिसिङहरू पनि गरिसक्यो सबै गरिसक्यो र हामी यहाँबाट अब इमिसनतिर लागेको है मजाले भयो सर्भिसिङ पनि क्लच पनि दामी भयो अहिले चाहिँ क्या नभए चाहिँ नकिङ साउन्ड टाइपको आउँदै थियो नि क्लचले गर्दाखेरि ह्यान्डल पनि सिधा गरिदियो ठिकै भएको छ अहिले चाहिँ नभए त पुरा अप्ठ्यारो भइरहेको थियो क्या मलाई यहाँबाट भ्यू चाहिँ दामी देख्छ चुङचुनाको डर लाग्दो बम्पर छ यहाँ चाहिँ र हामी चाहिँ यता बेबिना आइपुग्यो है र हामी चाहिँ जानुपर्ने चाहिँ जुङजिना हो किन इमिसन पहिला चाहिँ तल ओलखामा थियो हो त्यहाँबाट सरेर चाहिँ अहिले चाहिँ माथि जुङजिनामा सिफ्ट गरेको छ हो र यता चाहिँ इन्डिया हाउस हो है इन्डियन एम्बेसीको प्रिमिसेस हो यो चाहिँ है अहिले यो जुन चाहिँ सर्भिसिङ गरिसकेपछि बाइक स्मुथ हुन्छ एकखेप चाहिँ फेरि मजाले कुदेको जस्तो फिल हुन्छ क्या मजा आइरहेको छ कुदाउनु अहिले चाहिँ ल यो चाहिँ जुङजिना चाहिँ त हो है हामी इमिसन जानुपर्ने चाहिँ अलिक अगाडि छ त्यहाँदेखि फर्केर आएर चाहिँ हामी लन्च गर्ने लन्च चाहिँ यता मेरो साथी यो बिल्डिङमा छ लन्च यो बिल्डिङमा पर्छ हो र हामी चाहिँ अहिले जानुपर्ने चाहिँ उता हो त्यहाँ गएर इमिसन गरेर यता फर्किन्छ हामी चाहिँ है हेर्छ रानको इमिसन पनि गऱ्यो हामीले है सो इमिसन चाहिँ रहेछ 45 मात्रै लाग्दो रहेछ गाडीको चाहिँ 200 लाग्छ र अहिले चाहिँ ग्रिन बुटन सर्भिसले लिएको रहेछ इमिसन चाहिँ हो पहिला चाहिँ एसपिडी कि कोही बेला लिएको थियो तर यो रहेछ जुङजिना पहिला चाहिँ यता पुरा यो जङ्गलै जङ्गल थियो अहिले चाहिँ पुरा टाउन भएको छ यता जुङजिना पनि ताबा चाहिँ माथिपट्टि हो है ताबा पनि पुरा टाउन भएको छ पहिला चाहिँ ताबा पनि जङ्गलै थियो ब्याक रहेछ त फेरि पार्किङ छैन यस यस फेरि फर्केर हामी ब्लेस रेस्टुरेन्टमा आएको चाहिँ हामी चाहिँ साथीको रेस्टुरेन्टमा आइपुगेर चाहिँ अब खाना खानु बसेको है अहिले चाहिँ लु यता हाम्रो सेफ दाइले खाना लिएर आए है र लास्ट टाइम पनि हामीले यतै खाएको थियो तपाईँहरूलाई देखाएको पनि थियो होइन ब्लेस रेस्टुरेन्ट है हाम्रो साथीको छ सेफ दाइ खुसी भइरहेको छ खाना चाहिँ हेरिहाल्नुहोस् यता खाना चाहिँ यस्तो पाउँछ है सब्जीहरू दालहरू अचारदेखि लिएर दामी दामी पाउँछ भात नखाने भन्दैछ तिमी त अन्त सब्जी हेरेर सब्जी सब्जी हेरिहाल्नु हेर्नु अरे यस्तो छ है सब्जी भातहरू ल ओके यहाँबाट चाहिँ अब खाना खाएर चाहिँ लागेको है अब साथी चाहिँ अलिक अगाडि गयो त्यो तेल हाल्ने अरे बाइकमा हो त्यसले गर्दाखेरि हामी यहाँबाट निक्लेको है र माथि पुगेर हामी प्याचेस स्टिकर बनाउनु जाने पहिला है स्टिकर भन्दाखेरि उसको नेम ट्याग होइन नेम ट्याग बनाउनु जाने त्यहाँदेखि चाहिँ भरे बुट्नु स्नोम्याट भाइलाई भेटेर हामी राइडमा जाने है ओके ल अहिले चाहिँ हामी यता है अब साथीको एम्ब्रोइडरी बनाउनु आएको छ है नेम ट्याग यो र हामीले पहिला जुन चाहिँ हामी बनाउँथ्यौँ त्यसमा चाहिँ बन्द रहेछ है र अहिले यहाँ नयाँ हामी युठो एम्ब्रोइडरी भन्ने रहेछ नि यहाँ बनाउँदैछु यहाँ तपाईँहरूलाई यस्तो नेम ट्यागहरू बनाउनु पऱ्यो के पऱ्यो भने यहाँ आउनुहोस् है यो जुन चाहिँ मल्टी लेभल कार पार्किङ छ नि यता माथि छुवासा साइडको त्यहीँ रहेछ है यस्तो रहेछ हेर्नुहोस् बाटो यहाँबाट छ रोके तर यहाँ बनाउँदो रहेछ र हामीलाई टाइम 1 आवर दिएको छ बनाउनु लागि र त्यो बनाइसकेर चाहिँ त्यहाँदेखि हामी फेरि साथीहरू भेला भएर हामी राइडमा जाने है होइन त्यो के हो बाटोहरू नि एउटापट्टि चाहिँ टर्निङै भ्यू पाएन नि मैले त के भयो अरे के भयो अरे नाइट राइड गाइस भूतको अहिले चाहिँ भन्दा हामी होइन यहाँ काभेसाको भ्यू पोइन्टमा आइपुग्यो है र टाइम चाहिँ अहिले एक्ज्याक्टली भन्दाखेरि कति भएको छ भने हेरिहाल्नुहोस् 7:24 भएछ है
आज मेरो हामी चाहिँ बाटो हराएर यता बिचोक भएर चाहिँ यता बल्ल बल्ल निक्ल्यो है यस्तै छ भ्यू चाहिँ हेरिहाल्नुहोस् यताबाट हो भोलि पर्सि डे टाइममा देखाउँछ तपाईँहरूलाई होइन अहिले चाहिँ नाइट टाइमको भ्यू हो डेटामा आउनु चाहिँ एकदमै बबाल छ यता काभेस्ताको भ्यू तपाईँहरू पनि भिजिट गर्नु होला है त्यहाँदेखि त चेरीहरू जाँदाखेरि टाङ्गो चेरी जाँदाखेरि यही बाटो जान्छ तपाईँ यसो रोकेर हेर्नुहोस् एकदम दामी छ है त भ्यू चाहिँ ओके अब त्यो थाहै छ होला भुटनिस टमाटरले भन्यो भने त फेरि अब ऊ जस्तो घुमेको नघुमेको त कोही पनि छैन है त्यसले गर्दा उसले भनेको चाहिँ बताउनु है फेरि केटा हो ल हामी चाहिँ फर्केर यता फेरि ब्लेस फास्ट फुडमा आएको छ फेरि यसो थिम्पूको अड्डामा आएको छ हामी यहाँ बडी हेरिहाल्नु हाम्रो मुक्तन भाइको हो यस्तै उयसहरू त न्यून खोज्दा पनि हुन्छ है हाम्रो भाइलाई ब्याकअप छ हाम्रो पुरा हामी यहाँ थाकेर भिजेर पानीमा पुरा भिजेर चाहिँ यहाँ बसेर अब कफीहरू खाएर रेस्ट गरेर गफ गर्नु बसेको है हामी चाहिँ ल दादाले हिजो एक्लै मलाई पारो खेदा आज दादाले थिम्पूबाट पारो खेदा अस्ति उसलाई खेदा मलाई एक्लै पानी झरीमा टर्न हुनु पऱ्यो नि त होइन अब एकपट्टि गर्दाखेरि मजा आउँदैन नि त अब सबैजनाले हामी टर्न गर्नु पऱ्यो नि त होइन ठिकै छ ल है ल आए गाडी आए हाम्रो अनिल भाइ गाडी आए त खतरनाक गरेर